हाई गाइस वेलकम ब्याक टु माई च्यानल। अनि तपाईँहरू सन्चै हुनुहुन्छ होला होइन। आज चाहिँ म कम्पनीदेखि बाहिर आएको छु। कम्पनीदेखि ठ्याक्कै हाम्रो साइडमा चाहिँ समुद्र छ। अस्तिको भ्लगमा पनि मैले देखाएको थिएँ यहाँ बन्दैछ काम भनेर, अनि त्यो हेर्नलाई आएको। आज धेरै बनिसक्यो, अब फाइनल फाइनल हुनु आँट्यो। यहाँ छेउपट्टि बार्न मात्रै बाँकी रहेछ क्या। अनि हिँड्दैछु म चाहिँ 12 बजे गएर सुत्न पनि कस्तो लाग्यो क्या, मौसम एकदम राम्रो छ। त्यही भएर म चाहिँ यहाँ टक्क हिँड्दै, यस्तो शीतल मौसम छ नि, त्यही भएर हिँड्नलाई चाहिँ आएको छु। अनि बस्न गएर सुत्नुभन्दा त बरु यस्तो मौसम हुँदा त हिँड्छु भनेर आएको क्या। यस्तो राम्रो छ। अनि यहाँनिर यस्तो बाटो बनाएको छ, माथिदेखि आएको हो। यो यता देखिने चाहिँ यो समुद्र हो, पुरै समुद्र। अहिले चाहिँ हिलो छ, पानी नै आएको छैन क्या। पानी बल्ल आउँदैछ अलिअलि। यो समुद्रमा चाहिँ पानी एकछिन आउँछ एकछिन जान्छ क्या, एकछिनमै आउँछ एकछिनमै हराउँछ क्या। अनि बाटो यो चाहिँ तलसम्म जान्छ। अनि यो भुइँ छ नि, यो भुइँ चाहिँ जुट हो क्या, जुटको क्या। त्यो नरिवलको भन्छौँ नि हामी गाउँतिर, हाम्रोतिर पनि पाउँछ नेपालमा। ए नरिवलको हो क्या यो, डोरी, नरिवलको डोरी भन्छौँ नि, त्यस्तै हो क्या यो। बुनेर पुरै लगाएको छ, बाटै तलसम्म लगाएको छ। हाम्रो कम्पनी चाहिँ यो साइड हो, अनि यो साइड चाहिँ समुद्र छ। अनि यो साइड फेरि खेत छ क्या। खेतमा चाहिँ पानी छ, समुद्रमा चाहिँ पानी छैन। हेर्नु न, यो खेत चाहिँ जोतिराखेको छ असार गर्नलाई, मजाले जोतेर पानी भरिरहेछ क्या। यहाँ चाहिँ यस्तो गर्छ क्या, एक महिना अगाडि नै यसरी जोतेर राख्छ क्या। दिस इज प्लेस यार, कस्तो दामी छ क्या यो प्लेस। हेर्नु न, यस्तो सिधै छ नि बाटो, फेरि सिधा यहाँदेखि तलसम्म जान्छ नि त। हावा चलेर मेरो टुप्पै उडौला जस्तो छ। पर हाम्रो साउ फर्किसक्यो। हाम्रो साउ चाहिँ उतापट्टि रोडपट्टि हिँड्नुहुन्छ क्या। खाना खाएपछि अहिले मौसम ठिक्क राम्रो छ नि त, अनि मौसम शीतल भएकोले चाहिँ हाम्रो साउ चाहिँ उतापट्टि हिँड्नुहुन्छ क्या। जहिले हिँड्नुहुन्छ खाना खाइसकेपछि। हेर्नु न यस्तो दामी छ। अहिले चाहिँ फुल रोपेर यहाँ माथि चाहिँ बन्द भएछ क्या यता जाने ठाउँ। त्यही भएर अब त्यहाँ तल पुगेर अब म चाहिँ यता जान्छु क्या। म चोर बाटो देखाउँछु, त्यो बाटोबाट चाहिँ हाम्रो कम्पनीको इलिगलहरू भाग्ने काम गर्छन्। त्यो बाटो म तपाईँहरूलाई देखाउँछु। यता हाम्रो कम्पनीदेखि पछाडिको क्या, यता जस्तो छ पानी, खेत। मेरो बस्ने ठाउँ यहाँ माथि छ, ऊ माथि मेरो बस्ने ठाउँ छ। अनि साउ पर हिँड्दैछ हाम्रो डल्ले साउ, जहिले त्यता हिँड्दै जानुहुन्छ। अनि म यता हिँड्दै आउँछु। डल्ले साउलाई मैले नि जिस्क्याएको हो। अब यहाँबाट इलिगलहरू यहाँबाट भाग्छ क्या। यो बाटोबाट आउँछ, अनि यो बाटोबाट यहीँ हो नि म बस्ने। यहाँ बसेर त यता तल हेर्छु त, यहाँ बस्छु अनि टक्कले तल हेर्छु होइन। अनि अब चोरी बाटो त यहाँ आउँछ नि बिस्तारै। चोर बाटो यहाँबाट सुरु हुन्छ, यस्तो गऱ्यो यहाँबाट झर्छन्। यहाँ ठिक्क लिस्नु पनि राखिदिएको छ नि फेरि चोर बाटोमा। हेर्नुहोस् हेर्नुहोस् यहाँ के आमामु, नेपाली कुन चाहिँ नेपाली हो यार, त्यतिका। यहाँबाट यसरी चढेर एकछिन सिँढी चढ्नुपर्छ, यहाँबाट फुत्त भागेर निस्केर यता भाग्ने हो। यहाँबाट यस्तरी म चाहिँ जङ्गल मङ्गल, मेरो बस्ने ठाउँ त फेरि उतै छ नि त। यो चाहिँ मेरो बस्ने ठाउँ यस्तो छ।